तपाईलाई थाहा छ कुरा काट्न पनि एउटा नशा हो नि, नशा, एडिक्सन। र सबैभन्दा रमाइलो कुरा त तपाईँ त्यो एडिकहरूको डोज हो, डोज। एकछिन तपाईँको कुरा काट्न पाएनन् भने नि उनीहरूको घाँटी सुक्छ, जिउ पोल्छ, खान मन लाग्दैन, कहाँ जाउँ के गरौँ हुन्छ। जब अर्को कुरौटी भेट्छन् र तपाईँको बारेमा नाना थरी कुरा गर्न भ्याउँछन् अनि उनीहरूलाई शान्त हुन्छ, खुसी लाग्छ। म जस्तो जान्ने त कोही छैन जस्तो लाग्छ। एडिक्ट हो नि त, एडिक्ट। एडिक्टहरूलाई तपाईँ रोक्न सक्नुहुन्छ? बरु तपाईँ यति प्रगति गर्नुहोस् कि यति प्रगति गर्नुहोस् कि तपाईँ त्यो एडिक्टहरूलाई ओभरडोज होस् क्या। तपाईँको नाम लिन साथ थरथरी कापुन्, तपाईँको नामै लिन नसकुन्, अनि पो मजा आउँछ त। अब तपाईँ त्यस्तो डोज बन्नका लागि त केही स्किल सिक्नुपर्छ। त्यो स्किलहरूमध्ये एउटा अनलाइन बिजनेस पनि हो जुन हामी सिकाउँछौँ। यदि तपाईँ त्यो एडिक्टहरूको ओभरडोज बन्न चाहनुहुन्छ भने चाहिँ कन्ट्याक्ट गर्नुहोस्।